कोही छ कि छैन? कोही छैन जस्तो छ। यो सही समय हो, भाग 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 भाग। अहिले त्यो पाले दाइ गेटमा होला, अहिले सबजना एसेम्ब्लीमा छ। म पर्फेक्ट चान्स छ मलाई। आज क्लास क्या शान्ति फिल भएको है? आइज न एकजना आलु क्रस खेल्नु, म हराइदिन्छु क्या तँलाई। आइज के भयो तँलाई? आज त 3 चोटि हारिसकेछु भाइ मदेखि। के भयो तँलाई? पुगे पुगे। योसँग गरेर 5 चोटि हारिसक्यो। योदेखि के भयो मेरो पुरानो टेक्निकहरू? साँच्चै तैँले आज हामीलाई यहाँ बोलाएको चाहिँ किन भाइ? एसेम्ब्ली चलिरहेको छ नि, थाहा छ नि म्यामले हामीलाई समात्यो भने फिल्डिङ सेट हान्छ हाम्रो। आइपुगे। प्रतीक तँलाई झन् मैले हिजो सबभन्दा अगाडि बोलाएको, किन ढिलो आएको भाइ? छिटो आइज यहाँ बस। त्यो पले मल चलाइरहेको थियो, म आएको देख्ने बित्तिकै त्यो बुढोले गेटै लगाइदिरहेको भने भित्ता चढेर आएको। म पख्न त्यसलाई त भोलि जानेछ। साँच्चै तैँले आज हामीलाई यहाँ बोलाएको चाहिँ किन? त मेरो कुरा एकदम राम्ररी सुन। तिमीहरूलाई थाहा छ यो स्कुलमा राति राति भूत देखिन्छ? भूत? नम्दा नढाटिकन भन्, तैँले हरर मुभी हेरेर आएको है? मलाई थाहा थियो तिमीहरू पत्याउँदैन भनेर, त्यही भएर आज हामी आफै आएर चेक गर्नेवाला छौँ। भाइ मलाई त अथोरिटी डर लाग्छ, म त आउँदिन। मलाई के ठिक लागिरहेको छैन केटाहरू, म भनिरहेको छु। मलाई के भयो भने न यार, प्लान क्यान्सल गर्नु मिल्दैन। मलाई क्या डर लाग्यो, भोलि आउँ न यार। सरी यार, आज हामी यहाँसम्म आइसक्यौँ। आज एकचोटि भित्र पसेर आउँदा के हुन्छ र होइन? त म ढोका खोल्नु काटेकै केटा हो। कसैसँग लाइट त छ नि? टच? मसँग टच थियो। प्लान क्यान्सल गरौँ न। प्रतीक यार त किन डराएर यहाँ त केही छैन। केटा भूत आउँछ यहाँनिर त क्या हजाएर रहेछ। ओइ मल टच बाल न, टच बाल। मलाई घर जानु छ केटा। मैले टच चार्जमा राख्नु बिर्छ जस्तो छ। यो क्लासभित्र छिरौँ न। यता एउटा ऐना राखेको थिएँ, आइज त अन्नाले हेर्ने आफ्नो। यो ऐनामा केही त गडबड लागिरहेको छ मलाई। म यति पनि ह्यान्डसम छुइनँ कि। यो ऐनामा त हाम्रो रिफ्लेक्सनै हेरेको छैन। लोममा भूतले मलाई खायो भने म मारिदिन्छु। के थियो? आल्तु जलाको आइमालाको टाल्तु तिमीहरूको भूतको चक्करमा मलाई मर्नु छैन। आज म त भागेँ। मम्मी अनि लोम्बा खोइ त्यो कहाँ घर आयो? त्यो पनि हामीसँगै भागेर होइन? त्यसलाई अचानक गायब भएको देखेँ। मलाई थाहा छैन त्यो कहाँ गयो। मलाई लाग्छ त्यो घर भाग्यो। पक्कले जानेछ भोलि। गुड मर्निङ केटा। भागेको थिइस् भन् त हामीलाई? भन्नाले म त हिजो स्कुलै आएको थिएन। तिमीहरू कुन चाहिँ लोम्बाको कुरा गरेर? के रे फेरि भन् त? हुन त हो, यसलाई त ज्वरो आएको थियो। इट मिन्स लोम्ना हिजो स्कुल आएको थिएन भनेपछि हामी हिजो कुन चाहिँ लोम्नासँग गयौँ? त्यो डुप्लिकेट त हुनु सक्दैन, किनकि मैले नोटिस गरिरहेको थिएँ। त्यसलाई डर पनि लागेको थिएन हिजो। एन्ड ऊ बिचमा गायब भएको थियो भनेपछि हामी